हेलो एभ्रिवान, बिहानीको मौसम हेर्नु न कति राम्रो छ। यो बिहानीको मौसममा म गएँ दुध लिन, त्यही पनि आफ्नो मामा घरमा। अनि मामा घरमा फुल मजाले फुलेको थियो, पूजा गर्नको लागि फुल टिपेँ। अब मामा घरमा गइसकेपछि हजुरआमाले त मलाई पानी खा, चिया खा भनिहाल्नु भयो। अनि खान पर्यो। अनि म फर्केँ घर दुध लिएर। हेर्नु न म जाँदा कस्तो थियो र आउँदा कस्तो छ, घाम पनि झुल्किसकेको। त्यसपछि आएर म पूजापाठ गरेँ, चिया नास्ता खाएर आफ्नो गन्तव्यतर्फ लागेँ। किनकि आज मैले मसुरो गोड्नु थियो। यत्रो दिनको पानीले गर्दा गोड्न पाएको थिएन। हाम्रो मसुरो चाहिँ एकदम खुरिसकेको छ, त्यही भएर हामीले आज घाम लागेको दिन पारेर त्यसलाई गोडगाड गट्याङगुटुङ पारेर गोड्यौँ। मसुरो पनि हेर्नु न फेरि कस्तो झ्याउ छ। कम्पाइन लाएर धान काटेको, त्यसको बुटी ठुलो ठुलो भएको भएर गोड्न एकदमै अप्ठ्यारो भएको छ। अनि मैले चाहिँ हेरेकी छु मसुरो फलेछ कि नै भनेर। हेर्दाखेरि त मसुरो हल्का हल्का फलेको रहेछ। अनि म चाहिँ यति गोडिसकेपछि घरतर्फ लागेँ। हेर्नु न म चाहिँ पन्जा लाएर गोडिरहेको छु। पन्जा लगाएको फाइदा यही हो कि हात यति राम्रो हेर्नु न फोहोर नै हुँदैन। अब घरतर्फ जाँदै थिएँ कि मुख पाकेको रहेछ, के खाम पनि भएको थियो। ल जा, हात चाहिँ पन्जा लगाएको भएर गनाएको जस्तो महसुस भयो र मैले बुटमै खाएँ। अनि घर आइसकेपछि मैले हात खुट्टा मजाले धोएँ। अब हातमा त फोहोर थिएन, त्यही पनि धुन त पर्यो। हात खुट्टा मुख मजाले धोएँ। अनि त्यसपछि धोइसकेपछि के खाने त भनेर गर्मी पनि भएको थियो, दही थियो। त्यही दहीमा चिनी पानी घोलेर मजाले खाएँ। यहाँसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन परेमा सब्सक्राइब गरिदिनु होला।